हेलो एभ्रिवान, गुड आफ्टरनुन। मर्निङको भिडियो दिन साथीहरू मैले किनकि पाहुनाहरू थिए मेरो घरमा, साथीहरू पनि थिए। आज साथीहरूलाई बिदाई गरेँ, दादालाई पनि बिदाई गरेँ। त मन पनि राम्रो लागेको थिएन, भिडियोहरू बनाएको थिइनँ मैले किनकि हिजो घुमेर आएँ हैन। साथीहरूलाई अरुणाचल घुमाउन लगेँ, राम्रो लाग्यो किनकि एउटा सिक चाहिँ पाएँ मैले, आफूलाई भन्दा अरूलाई धेरै विश्वास गर्नु हुँदो रहेछ के। जबसम्म हामीले आफूलाई नै विश्वास गर्दिन नि अरूको उपरमा विश्वास गर्छु, त्यो त मेरो पुरा विश्वासको मान्छे हो भनेर मैले विश्वास गर्छु, त्यही मान्छेले नै विश्वासघात गर्दो रहेछ भनेर चाहिँ थाहा पाएँ साथीहरू। मैले जुन एउटा सोचेको थिएँ, मेरो आफ्नो जुन साथीहरू बेस्ट फ्रेन्डहरूलाई मैले आफ्नो भनेर सोचेको थिएँ, तर त्यही साथीहरूले नै धोका दिँदो रहेछन् भनेर थाहा पाएँ। जबसम्म आफूलाई हामी विश्वास गर्दिन, अरूको उपरमा हामी विश्वास गरेर हिँड्छु, धेरै धोकामा परिँदो रहेछ। आज म जुन धोकामा परेँ साथीले गर्दाखेरि वा अरूलाई विश्वास गर्ने हुँदाखेरि आज म धेरै नै दुःखमा परेँ किनकि कहिले पनि आफूलाई छोडेर अरूलाई विश्वास नगर्नु साथीहरू। जबसम्म हामी आफूलाई नै विश्वास गर्छु, मै हो सब कुछ, मदेखि अरू कसैलाई भन्दिनँ, म मेरो मनको कुरा मेरो साथीहरूलाई मैले सेयर गर्नु मन लाग्यो किनकि आफ्नै मान्छेले आफूलाई नै धोका दिँदो रहेछन् के साथीहरू। त्यसको लागि आफूभन्दा अरूलाई कहिले पनि भरोसा नगर्नु किनकि मैले यो चिज भोगेर हजुरहरूसित मैले आज सेयर गरेकी हुँ। हजुरहरूको साथमा पनि यस्तो भएको छ होला, जसको यस्तो भएको छ प्लिज मलाई कमेन्ट गरेर जनाइदिनु होला किनकि आज जुन चिज मैले भोगेको छु, मेरो आफ्नो मान्छेले मलाई धोका दियो, जसलाई मैले आफूभन्दा धेरै भरोसा गरेको थिएँ उसले मलाई धोका दियो हैन। त्यो मान्छेलाई के विश्वास गर्नु, त्यो साथी के साथी भन्नु हैन र। त्यसको लागि त्यो चिज चाहिँ मलाई धेरै नै राम्रो लाग्यो किनकि कहिले जबसम्म आफूलाई त्यो चिज पर्दैन तबसम्म कसरी पनि थाहा पाइँदो रहेछ। जब मलाई आज थाहा पाएँ मैले यो चिज, आफूभन्दा अर्कालाई विश्वास गर्ने हामीले भुल कहिले पनि गर्नु हुँदैन साथीहरू। यो चिज चाहिँ मलाई पुरै राम्ररी थाहा भयो आजबाट। त्यही लागि मेरो लाइफमा अबबाट अरूलाई विश्वास गर्ने त कुरै आएन, पहिला आफूलाई विश्वास गर्छु तब अरूलाई